यो क्यानमुर ब्यान्फको नजिक आजको दिन एकदमै यो असोजको महिना असोजको अन्त्यतिर छ अनि यो पातहरू एकदम पहेँलो भइरहेको हुन्छ यति बेला दसैँको घटस्थापना आज नेपालमा हिजो हामीले यहाँ चाहिँ आज यति राम्रो पहाडहरू छ यो दसैँको ताका भनौँ अथवा असोज ताका पातहरू पहेँलिएर अब यी पातहरू भरियै छन् अब एक हप्ता जतिमा पहेँलिन्छन् म यहाँ साइकल चलाउन आइरहेको छु यति राम्रो घमाइलो दिन छ यो के भन्छ धुपी सल्लाहका रुखहरू यो बाटोको यो खोलाको किनारै यो नदी यो बो नदीको किनार परसम्म आज 2-3 घन्टा साइकल चलाउन आइरहेको छु म निकै रमाइलो घमाइलो दिन छ मौसम पनि आज घाम लागे पनि खासै एकदम गर्मी छैन यो क्यानमुर हो